आइपिओ त पर्यो तर बेच्ने कसरी? आज म तपाईहरुलाई ब्रोकर नम्बर 58 बाट आइपिओ परेको आइपिओ कसरी बेच्नुहुन्छ त्यो बताउन गइरहेको छु। यो भिडियोलाई पुरा अन्त्यसम्म हेर्नु होला र यो भिडियो हेरिसकेपछि तपाई बुझ्न सक्नुहुन्छ कि आइपिओ कसरी सेल गर्नुपर्ने हुन्छ। यहाँ ब्रोकर नम्बर 58 मा म आइसकेको छु। यहाँ आएर तपाई ड्याशबोर्ड हेर्न सक्नुहुन्छ। यहाँ सबै देखिन्छ। त्यसपछि यहाँ पोर्टफोलियो तल लास्ट 4 वटा अप्सन छ, पोर्टफोलियोमा आउनु होला। तपाईसँग कतिवटा आइपिओ छ या कतिवटा शेयर छ सब यहाँ देखाउँछ। मसँग 2 वटा छ, एउटा छ पीसीआईएल र एउटा छ सोलु। त्यो दुईटै छ। म सोलु हाइड्रो पावरको बेचेर तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ जुन बाहिर सेल छ कुनै एउटामा टच गर्नु होला। यो जुन बाहिर सेल छ दुईटा मध्ये कुनै एउटाले टच गर्न सक्नुहुन्छ। टच गरिसकेपछि तपाईको अर्को फेरि के हुन्छ, नयाँ पेज ओपन हुन्छ। नयाँ पेज ओपन यस्तो हुन्छ। यस्तो भइसकेपछि माथि फेरि हेर्नु सेल र बाइ छ। यहाँ अब सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि सेल गर्नु छ भने सेलमा टच गर्नुस्, यदि बाइ गर्नु छ भने बाइमा टच गर्नुस्। मलाई त सेल गर्नु छ त म सेलमा टच गर्छु। सेलमा टच गरिसकेपछि यहाँ क्वान्टिटी राख्नुपर्ने हुन्छ र यहाँ प्राइस राख्नुपर्ने हुन्छ। माथि हेर्न सक्नुहुन्छ प्राइस चलिरहेको छ अहिले 844 चलिरहेको छ र यो प्रत्येक सेकेन्ड मिनेट चेन्ज भइरहन्छ। तल हेर्न सक्नुहुन्छ टप 5 बायर छ, टप 5 सेलर छ। ओपन कतिमा भयो आज, हाई कतिमा गयो, लो कतिमा गयो हैन। 52 वीक हाई लो सबै डाटा त्यहाँ देखिन्छ तल। यो हेरेर पनि एनालाइसिस गर्न सक्नुहुन्छ। त यहाँ क्वान्टिटीमा तपाईसँग परेको किता भनेको 10 किता हुन्छ त म यहाँ 10 राख्छु। मसँग पनि 10 किता मात्रै छ। प्राइसमा तपाईले यहाँ 10 राख्नु भयो र यहाँ प्राइसमा गएर तपाईले 10 किताको एकैचोटी प्राइस राख्नुहुन्छ भने हुँदैन, लिदैन। यहाँ म तपाईलाई राखेर देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ 10 किताको म 870 को हिसाबले बेच्छु भने 8700 हुन जान्छ। त म यहाँ 8700 राखेर तपाईहरुलाई देखाउन गइरहेको छु। 8700 म सिलेक्ट गर्छु र सेलमा टच गर्छु भने यो लिँदैन। किनभने एक किताको मात्र राख्नुपर्ने हुन्छ। जस्तै कि म 8700 राखे, सेलमा टच गर्छु अनि सेलमा टच गर्दाखेरि हेर्नुस् के आउँछ। तपाईहरु आफै हेर्न सक्नुहुन्छ। यहाँ सेलमा टच गर्दाखेरि एरर देखाउँछ किनभने त्यति राख्न मिल्दैन। एक किताको प्राइस मात्र राख्न मिल्छ। त म अब के गर्छु, त्यहाँ 10 किताको नराखेर एक किताको मात्र राख्छु। तपाईहरु पनि अब बुझ्नुभयो। एक किताको मात्र यहाँ प्राइस राख्नुपर्ने हुन्छ। त्यहाँ 850 51 चलिरहेको छ, 47 48 तर म अलि बढी राखे। तर त्यसको पनि एउटा प्राइस रेन्ज हुन्छ, त्यो भन्दा बढी राख्न मिल्दैन। त म 870 राख्दै छु। मलाई लाग्छ कि मार्केट बढ्न सक्छ र मेरो 870 मा अर्डर लागिसक्यो। हेर्न सक्नुहुन्छ। यस कन्फर्म अर्डर गरिदिन्छु भने मेरो अर्डर प्लेस भइहाल्छ। मेरो अर्डर लागिहाल्छ। म अर्डर गरिसके, कन्फर्म गरिसके। माथि पनि मेसेज आइसकेको छ र यहाँ तल बीचमा हेर्न सक्नुहुन्छ एउटा अर्डरको अप्सन छ। त्यो अर्डरको अप्सनलाई टच गर्नुहुन्छ भने त्यहाँ माथि ट्रेड र अर्डर बुक हुन्छ। त्यो अर्डर बुकमा टच गर्नुहुन्छ भने त्यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ कि तपाईले कतिवटा अर्डर लगाउनु भयो। बाइको अर्डर लगाउनु भयो कि सेलको अर्डर लगाउनु भयो। यहाँ हेर्न सक्नुहुन्छ। जस्तै कि म सेलको अर्डर लगाएको छु र यहाँ ओपन छ। यदि यो कम्प्लिट भइहाल्छ भने यो, यदि बिकिहाल्छ कसैले किनिहाल्छ भने, बिक्री भयो भने यहाँ यो ओपन जुन लेखेको छ ग्रीन कलरमा त्यो कम्प्लिट भइहाल्छ। यसरी ब्रोकर नम्बर 58 बाट तपाईसँग परेको आइपिओ तपाई बेच्न सक्नुहुन्छ। यस्तै शेयर मार्केट रिलेटेड जानकारीहरु तपाई पाउन चाहनुहुन्छ भने अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, शेयर